मध्ये एउटा उठाउँदाखेरि पुरुष परेछ। तर जुन पार्टी देशका राज्यका तीनटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा महिलाले नेतृत्व गर्नुपर्छ भनेर जुन पार्टी लडेर त्यहाँ पुर्यायो, त्यस पार्टीलाई नेपालको इतिहासमा पहिलोपल्ट महिला प्रधान न्यायाधीश भएको, पहिलो महिला प्रधान न्यायाधीश जो स्थापित स्वच्छ निष्कलङ्क महिला प्रधान न्यायाधीशको रूपमा स्थापित हुनुहुन्छ, उहाँमाथि यत्रो हमला गरेका छ। विषालु सर्पले पनि डस्नभन्दा अगाडि स्वाहा गर्छ, किनभने त्यो स्वाहा पनि नगरिकन ट्वाक्कै। यसरी महिला प्रधान न्यायाधीशमाथि डस्नेले महिलाको कुरा गरेर हिँड्ने, छोरी उम्मेदवार बनाइयो भन्दैमा छोरी उम्मेदवार बनाएको महिला उम्मेदवार बनाएको हुन्छ, त्यो त छोरी उम्मेदवार। अब छोरी पनि पहिला हो, तर महिला भनेर उठाएको होइन, छोरी भनेर उठाएको, बुहारी भनेर उठाएको, महिला भनेर होइन, भ्रम नरहोस्। त्यसकारण एमालेसँग सामाजिक जीवनका विविध क्षेत्रमा, सामाजिक न्यायका कुरामा, समानताका कुरामा, महिला सशक्तिकरणका कुरामा, सामाजिकीकरणका कुरामा अरू कसैले पनि नखोके हुन्छ। नेकपा एमालेसँग कुनै प्रकारका चर्चा प्रतिस्पर्धाका कुरा नगरे पनि हुन्छ। इतिहास साझी छ, दुनियाँलाई थाहा छ। नेकपा एमाले महिला समानताका लागि, महिला सशक्तिकरणका लागि, सामाजिकीकरणका लागि र महिला उत्थानका लागि हरदम लागिरहेको छ। अरू पछाडि परेका वर्ग समुदायहरूका लागि एमाले लागेको छ। त्यसकारण पछाडि परेका सबै वर्ग समुदायहरूमा पनि म आग्रह गर्न चाहन्छु एमालेलाई साथ दिनका लागि। एमाले सामाजिक न्याय र समानताको पक्षमा काम गर्छ, अगाडिदेखि काम गरिरहेको छ। हामीले प्रचार समितिहरू, अब हामीसँग ठुला सभाहरू गर्ने समय छैन, हामी ठुला सभाहरू गर्दैनौँ र म उम्मेदवार मेयर उपमेयरका उम्मेदवार साथीहरूलाई आग्रह गर्न चाहन्छु, समय खेर नफाल्नुहोस्। जनताका बीचमा अत्यन्त रचनात्मक ढङ्गले जानुहोस्, क्रियाशील ढङ्गले जानुहोस्, योजनाबद्ध ढङ्गले जानुहोस्, सङ्गठित ढङ्गले जानुहोस् र सम्पूर्ण शक्ति परिचालन गरेर जानुहोस्। यसरी जानका लागि म आग्रह गर्न चाहन्छु। पार्टीले काममा संयोजन गर्ने नै छ, स्थानीय पार्टीले पनि संयोजन गर्ने नै छ र सके सबै साथीहरूलाई समेट्ने गरी फराकिलो भावना छ। अब मेयर भएपछि तपाईँले सबैको मेयरको रूपमा, न्यायको, विकासको, सबै चिजको प्रतिनिधिको रूपमा, जनप्रतिनिधिको रूपमा, साझा व्यक्तित्वको रूपमा काम गर्नुपर्छ। त्यसै गरी अहिलेदेखि कोसिस गर्नुहोस्। नेपाली कङ्ग्रेसमा मान्छेहरू नेपाली कङ्ग्रेसलाई भोट दिन चाहिरहेका छैनन्, माओवादीलाई भोट दिन चाहिरहेका छैनन्, तर तपाईँहरूले हामीलाई दिनुहोस्, यसकारण दिनुहोस् भन्ने कुरा बताउनु भएन भने उहाँहरू अलमलमा पर्नुहुन्छ, मागेका छैनन् भनेर भन्ने पर्छ। त्यसकारण त्यो भोट तपाईँहरूले आकर्षित गर्नुपर्छ, भन्नुपर्छ, उहाँहरूलाई माग्नुपर्छ। म आग्रह गर्न चाहन्छु। मैले धेरै समय नल्याउँ, हाम्रो कति व्यस्तता छ भन्ने अब सबै साथीहरूलाई थाहा छ। यहाँ 101 नेताहरू कुत्ता उठ्दै हिँड्दै गरिसक्नुभयो, महासचिव उठेर हिँडिसक्नुभयो, तपाईँ हिँडिसक्नुभयो। त्यसो भएर अब धेरै हामी त एकदम कामका मान्छेहरू हौँ, त्यस कारण अब लामो समय नल्याउँ। हानेको तीर बाँडबाट, धनुबाट छुटेको बाँड जस्तो, तीर जस्तो सनसनाएर यस दौरानमा, यस अभियानको थोरै दिन छ। तपाईँहरूका विरुद्ध अनेक प्रकारका भ्रमहरू लिएर, भ्रमहरू फिजाएर, भ्रमका कुहिरो बादलहरू छ्यापेर, धुलो उडाएर अनेक प्रकारका तपाईँहरूलाई अल्मल्याउने प्रयास हुनेछ। तिनीहरूलाई चिर्दै तपाईँहरू अगाडि बढ्न सक्नुहोस्। भ्रमबाट जनतालाई मुक्त गर्नुहोस्। मुख्य कुरै यही हो, तपाईँहरू विजयी हुनै हुन्छ। तपाईँहरू विजयी हुनुहोस्। म तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु।